नमस्ते साथीहरू, स्वागत छ यहाँहरूलाई अर्को नयाँ भिडियोमा। आज म छु चन्द्रगिरी नगरपालिका वडा नम्बर 4 थानकोटमा स्थित यो प्राथमिक अस्पतालमा छु म। र तपाईँहरूले हेर्न सक्नुहुन्छ यो प्राथमिक अस्पतालको बाहिरको दृश्य कति मजा तरिकाले यहाँनिर फुलहरू सजाइएको छ, गार्डनहरू बनाइएको छ। र एउटा मलाई के कुरा यहाँको सबभन्दा बेस्ट लाग्यो भने बिहान 7 बजेदेखि नै यहाँ सेवा प्रवाह सुरु भइसक्छ। र यस प्राथमिक अस्पतालमा लगभग तपाईँले सबै रोगहरूको फ्रीमा उपचार, निःशुल्क उपचार पाउन सक्नुहुन्छ। र त्यसका साथै यहाँ एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। सायद यस्तै किसिमका अस्पतालहरू र यस्तै किसिमका सेवाहरू हाम्रो मध्य प्रदेशको पनि विभिन्न गाउँपालिका, विभिन्न नगरपालिकाहरूमा भइदिया भए त्यहाँको बासिन्दाहरूलाई, नगरवासीहरूलाई एकदमै शास्ति हुने थिए। तर त्यस्तो किसिमको मैले माहौल देख्दिनँ त्यहाँनिर। खै के को कारणले गर्दाखेरि हो, प्रशासनिक त्रुटिले गर्दा हो कि केले गर्दा हो, त्यो चाहिँ मैले ठम्याउन सकेको छैन। र यसको जस्ट अपोजिटमा यो प्राथमिक अस्पतालको नयाँ बिल्डिङ बन्दै गरेको दृश्य पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। सायद अबको 2-3 महिनामा यो नयाँ भवन पनि निर्माण सकिन्छ होला। भवन निर्माणको कार्य एकदम तीव्र गतिमा भइरहेको छ। यो चाहिँ थानकोट हो है साथीहरू, चन्द्रगिरी नगरपालिका वडा नम्बर 4 थानकोटमा अवस्थित यो प्राथमिक अस्पताल। वरिपरिको भ्यूहरू पनि एकदमै दामी छ। र यो भयो नयाँ भवन जुन अहिले निर्माणाधीन अवस्थामै रहेको छ। काम एकदमै स्पिडमा भइरहेको छ। अबको सायद 2-3 महिनामा यो काम कम्प्लिट भएर सकिन्छ होला। हस्त, धन्यवाद साथीहरू। यस्तै प्रकारको भिडियोहरू हेर्न चाहनुहुन्छ भने भिडियो लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र पेजलाई फलो पनि गर्नुहोला।